आमा बुवा, एकचोटिलाई यो परम्परा छोड्न मिल्दैन। यो राजनीतिको बगैँचामा पुराना बुढा झारहरूलाई गोड्न मिल्दैन। पटक पटक भोट लग्यो, बन्छ नेपाल भन्दै। तर हेर न, आज नेपालीहरू बने विदेशीको गुलाम, नोकर। जानेहरू त गइसके, तर यहीँ भएकालाई यहीँ बस्न मिल्ने बनाउन मिल्दैन। आमा बुवा, यसपटक भोट फेर्न मिल्दैन। मात्र एकचोटि युवा पुस्तालाई दिएर हेर्न मिल्दैन। तपाईँहरूलाई के लाग्छ तपाईँहरूको विचार? तर मेरो एउटा प्रश्न, तपाईँहरूले जिताएर पठाएको नेताको अगाडि हामी युवाहरूले केही माग राख्न बोल्न किन मिल्दैन? बोल्न मिल्थ्यो भने यदि हिजो बोल्न गएका मेरा साथीहरूलाई किन कहिल्यै नबोल्ने बनाइदिए? आमा बुवा, यसपालि भोट फेर्न मिल्दैन। हाम्रो भविष्य निकै लामो छ आमा बुवा। तपाईँहरूले त जिन्दगीभरि भोट दिए बापत कहिले मल माग्नुभयो, कहिले उत्पादनको मूल्य माग्नुभयो, कहिले न्याय माग्नुभयो, कहिले रोजगार माग्नुभयो, कहिल्यै दिएनन्। यसपालि तपाईँहरूले पनि भोट नदिन मिल्दैन। यसपालि भोट हामी माग्छौँ, युवालाई दिनु, आफ्नो छोराछोरी सम्झेर दिनु, आफ्नो छोराछोरी मेन पावर धाएको सम्झेर दिनु, कसैको काख रितिएको सम्झेर दिनु। कसम, यसपालि चाहिँ भोट सोचेर दिनु। आमा बुवा, यसपालि चाहिँ भोट सोचेर दिनु। जय नेपाल।